नाफा नोक्सान भएको छ। हाम्रो संस्थाको अवस्था कस्तो छ भने मैले प्रस्तुत गर्न यहाँ उपस्थित हुनुभएका नेपाल ताइक्वान्डो संघ जिल्ला बाह्र कार्य समितिका पदाधिकारी सदस्यहरू तथा आमन्त्रित प्रतिनिधिज्यूहरू तेस्रो वार्षिक साधारण सभामा उपस्थित हुनुभएको सम्पूर्ण म बाह्र जिल्ला ताइक्वान्डो संघको तर्फबाट ताइक्वान्डो नमस्कार अभिवादन। यस बाह्र जिल्ला ताइक्वान्डो कार्य समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। यस प्रतिवेदनमा 2080 मङ्सिर 29 गतेदेखि 2081 चैत 1 गतेसम्मको विवरण समेटिएको सबैलाई सम्पूर्णमा जानकारी गराउन चाहन्छु। जिल्ला आजको यस कार्यक्रम इस कार्यक्रममा अगाडि बढाउने क्रममा आजको यस कार्यक्रम प्रस्तावहरूमा सम्बन्धी ताइक्वान्डो सदस्य श्री भन्दै मेरो छोटो गीत सुन्दा यो टिमको हस्त धन्यवाद। हामी सही भोलि हामी छोड्नु सकेन लाग्थ्यो र हामीलाई सम्झिनु पनि छन्, तर हामीले नै यो सबै कुरालाई बिगारेर छेडीको लागि त यस्तो थियो उस्तो थियो यस्तो भनेर त्यो दूरदर्शी लङ टाइमसम्म दूरदर्शी पछि भोलि गएर चाहिँ वास्तवमा यो रहेछ भन्ने कुरो इतिहास जीवित छ होइन, सत्य इतिहास कहिले मिल्दैन। त्यसैले हामी त्यसैमा रहेर आफू छ केही हुन्छ, तर के हो भने आफूले चाहेको के हो होइन त्यो के गरिरहेछ त्यसको फल हामीले अब पूर्वजन्मको कुरा गर्छौँ के गरिरहेछौँ। हाम्रो खेलकुद होस् चाहे आफ्नो वास्तविक जीवनमा होस् होइन, त्यसको आफूले गरेको क्रियाकलापको फल चाहिँ यही जिन्दगीमै पाउने हो। र यही खेलकुदमा हामी लागिरहँदा हामी को कसरी खेलकुदमा लागिरहेछ, कसलाई राम्रो गरेको छ, कसैले नगरे होला, कसैले धेरै गरेको छ, कसैले कम गरे होला, कसैले नदेखिकन पनि सहयोग गरिरहेको छ होइन। त्यो सबै हामी त्यो त्यसै गरी आउँदो दिनमा ताइक्वान्डो जिल्लाभरि ताइक्वान्डोलाई बनाउनको लागि को कसरी योगदान गरेको, को कसरी गरेको भन्ने कुरामा आफूले कम होला, कसैलाई बेसी होला, कसैले आफ्नो समस्याहरू बाध्यताले भ्याउनु नसकेर होला। त्यसमा अब कसैले केही त्यस्तो हुनु पनि छैन, गर्नु पनि छैन होइन। आफ्नो काम हेरेर जाने हो, गर्दै जाने हो, आफ्नै
गर्दै गएपछि आफ्नो कर्मप्रति आफू एकदम कुराहरू आफ्नो भनाइहरू पनि राख्न सकिन्छ, आफ्नो सुझाव दिन सकिन्छ। त्यसै गरी हामी काम गर्दै गएपछि राम रिठे आशिष यहीँ बसेर भिडियो बना न। मलाई 15 सेकेन्डको बनाएको धेरै भइसक्यो। 2 स्टेप गर्नु आज हामी वर्षभरिमा के कार्यक्रम गऱ्यौँ र हामीमा के गर्ने र आउँदो दिनमा कसरी जाने र के गर्ने भन्ने कुराहरू हामी भारत जिल्ला सङ्घका उपस्थित हुनुभएकोमा पनि म गर्छु र उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हाम्रो त्यस्तो भाषा सभा त्यसै गरी हामीलाई लगायत हाम्रा खेलाडी टिम शुभचिन्तकहरूलाई सबैलाई मेरो परिवारलाई नमस्कार गर्न चाहन्छु। आज कस्तो हार्दिक धन्यवाद। भारत जिल्लाको यस्तो भाषा मध्य प्रदेश राजकुमार त्यसै गरी राज महासचिव हाम्रो जिल्ला विकास कार्यक्रमका छोड्दौ अध्यक्ष तथा बारा जिल्ला क्याडर सङ्घका अध्यक्ष चित्रबहादुर लामाज्यूलाई आफ्नो मन्तव्य राख्नु र कार्यक्रमको अहिलेको लागि विसर्जनको घोषणा गरिदिनुको लागि यहाँलाई हार्दिक अनुरोध गर्दछु। खेल क्षेत्रको विकास गर्न आएका हौँ कि यहाँ राजनीति गरेर उत्पत्ति गरेर एकअर्काको दुःख सोच्नको लागि हामी यस क्षेत्रमा प्रतिक्रिया गरेर आएको होइन र उहाँको भनाइलाई पूर्ण रूपमा समर्थन गर्दै आज सकिरहेको हुँदैन। त्यो किसिमको तयारीहरू पनि हुँदैन। त्यसमा हाम्रो रिङभित्रको खेलाडी हो र यो रिङभित्र नै हाम्रो अहम भूमिका हुन्छ। त्यहीँनिर हाम्रो चाहिँ पहिचान हुन्छ भन्ने कुराहरूलाई लिँदै मैले पनि दुई शब्द अलिक छोटो राखेर धेरै धन्यवाद। अझ कार्यक्रम अलिकति छोटो मिठो भइरहेछ। छोटो मिठी प्रक्रियाले यो औपचारिकता अब हामीले सक्दो राम्रो गर्ने कोसिस गरौँ। हामी पाइलाको खेलाडीहरू हामी त फाइनल ब्याकग्राउन्डको मान्छे आजभोलि सिर्जना गर्ने दिन हो। यो वार्षिक सभा कसरी बनाइरहँदा हामी प्रत्येक जिल्ला हुँदाखेरि अब यो दोस्रो जिल्ला भयो यतिखेर कलेज बाँकी 6वटा जिल्लाबाट हामी वार्षिक सभा गर्नु बाँकी छ। संस्थाहरू सबैजना एक ठाउँमा बसेर गर्ने केही कुराहरू गर्ने यो मिलन कार्यक्रम भन्ने यसले चाहिँ के होला कि अब यो लोकतान्त्रिक पद्धतिमा हिँड्ने लोकतान्त्रिक अभ्यासका लागि संस्थालाई चुस्त दुरुस्त पारदर्शिता देखाउनलाई र आफू आबद्ध संस्थाका सम्पूर्ण सदस्यहरूले चाहिँ हामीसँग चाहिँ यो संस्थालाई अब यो वार्षिक सभा खडा हुँदा खास गरी के हो भन्दाखेरि यो पनि एक किसिमको अर्को पनि भोलिपल्ट कार्यक्रम हुँदा पर्सा जिल्लामा हामीले यो कुरा प्रदेश नेपालको सङ्घका केन्द्रीय हाम्रो विजयज्यू अनि एजुकेसन आबद्ध विभिन्न दोकानबाट प्रस्तुत भएका